हेलो नमस्ते है सबैजनालाई नमस्ते। आज माता तीर्थ औँसी होइन। सबै माता पिता सबैलाई मेरो हृदयदेखि नमन गर्न चाहन्छु। किनभने पार आज माता तीर्थ औँसीको दिन खालि यो इन्टरनेटमा भिडियो फोटो हाल्दैमा केही हुनेवाला छैन। सधैँभरि 365 दिनै माता पिताहरूलाई एकदमै सधैँ सम्मान माया दिनु होला। एक दिनको लागि मात्रै नभएकी सबै दिनहरुमा सबै माता पिताहरूलाई माया गरिदिनु होला भन्न चाहन्छु। किनभने पर एक दिनको माता तीर्थ औँसी मनाउने होइन कि 365 दिनसम्म माता तीर्थ औँसी मनाइदिनु होला, यही नै भन्न चाहन्छु। सबै आमा बुवाप्रति मेरो सम्मान छ। सधैँभरि माया गर्नु होला। सबैले कहिल्यै पनि बुबा आमालाहरू कहिले पनि वृद्धाश्रममा जान नपरोस्। सधैँभरि आफ्नो छोराछोरीहरूको साथमा रहन पाउन्, यही नै भन्न चाहन्छु। सबैलाई शुभकामना अथवा माता तीर्थौँसीको सबैलाई सबै बुवा मुवाहरूलाई सबैलाई मेरो तर्फदेखि शुभकामना छ भन्दै आजको यो एउटा सानो भनाइलाई यहीँ रोक्दछु। धन्यवाद।